हेलो सबैलाई नमस्कार होइन। त्यस पछाडि मैले चाहिँ एउटा मेसेज दिन चाहन्छु कि नेपाल सरकारलाई एउटा होइन भन्न के चाहन्छु भने नि नेपालमा जस्तो अब लोकल प्लेन हुन्छ नि, लोकल प्लेनमा मान्छे हिँड्दाखेरि नि मान्छेको भाडा भनेको भाडा चाहिँ महँगो नै भयो, 5-6 हजार भाडा त्यो पनि महँगै नै भयो। तर मान्छे चाहिँ जस्तो विदेशबाट कुनै कन्ट्रीबाट पनि मान्छेले अगर विदेशबाट घर जाँदैछ प्लेनमा जान खोज्छ होइन, घर जान खोज्दाखेरि के हुन्छ भने अब मान्छेको सामान चाहिँ अलिकति बढी हुन्छ होइन। अब प्लेनमा जान लाग्यो भने के भन्छ मान्छेले नि टिकट काट्ने ठाउँमा त्यहाँनिर सोद्धाखेरि मैले अस्ति एकचोटि गएको थिएँ नि त घर छुट्टीमा जाँदाखेरि मैले अनि टिकट काउन्टरमा गएर सोधेको, दाइ चाहिँ यो सामानको भाडा चाहिँ कति लाग्छ सोधेको मैले त्यसलाई होइन। के भन्छ भाइ चाहिँ 200 रुपियाँ किलो लाग्छ अरे, 200 रुपियाँ किलो लाग्छ, टिकटकै 5-6 हजार मात्र होइन। अब सामान चाहिँ मेरो 20 किलो सामान छ भने अब बुझिहाल्नु नि कति भयो। 20 किलो सामान छ भने मान्छेसँग अब 200 ले कति भयो जोड्नु। मान्छेसँग कोहीसँग 40 किलो पनि हुन्छ। अब जहिले अहिले म अस्ति घर जाँदाखेरि तपाईँहरूले मैले के भन्न चाहन्छु, अस्ति म घर जाँदाखेरि होइन मेरो सामान चाहिँ टोटल चाहिँ 40 किलो थियो, 40-42 किलो। त्यस पछाडि मैले सामान चाहिँ मैले 25 किलो, अब अलिअलि त छुट देला नि त, ठिकै छ अलिअलि छुट दिन्छ भने सामान शुद्ध जोडेको पैसा चाहिँ 8-10 हजारै पुग्यो। सामानको जोडेको 8-10 हजारै पुग्यो खालि टिकट। अनि टिकट मैले सोधेको फेरि त्यसले 7 हजार भन्यो मलाई टिकट होइन। होइन यो नेपालमा गर्न के खोजेको, मान्छेलाई लुटेर खाएको सहयोग भनेको केही पनि छैन। हामीले यहाँबाट कमाएर पैसा जुन चाहिँ पठाउँछु सरकारलाई नै फाइदा छ, जुन कमाएको पैसा मैले चाहिँ घरमा पठाउँछु, रेमिटेन्स आउँछ सरकारलाई फाइदा हुन्छ होइन, सरकारलाई फाइदा हो। तर पनि यो अब प्लेनमा जाँदाखेरि यत्रो महँगो किन छ कि हुन्छ, मान्छेलाई हुन्छ नि तरिका। 200 रुपियाँ किलो, 200 रुपियाँ किलो दियो भने त मलाई के फाइदा हुन्छ त्यसमा प्लेनमा गएर, 200 रुपियाँ किलो त्यसलाई दिनु हो मलाई फाइदा के हुन्छ। अनि त्यही भएर मान्छेले प्लेनमा जान खोज्दैन कि भाडा पनि महँगो, सामानको रेट पनि महँगो। त्यत्रो महँगो लियो भने मान्छे जान सक्छ र? तपाईँहरूले अलिकति सरकारलाई के भन्न चाहनुहुन्छ कि मेसेज गर्नु त, र तपाईँहरूले कमेन्ट गर्नु त, यसमा कमेन्ट गरेर खबर गर्नु त अलिकति हामी नेपाली दाजुभाइहरूलाई सहयोग हुन्छ कि अलिकति।